जब जब भुन्टीलाई समस्या हुन थाल्छ र परिवारका सदस्यहरूले हेप्न थाल्छन् त्यति नै बेला सदा पनि सुकुमायाले भने साथ दिँदै आएकै नि थिइन्। तर अब यो पटक भने सुकुमाया आउँछिन् या आउँदिनन् भन्ने कुरा थाहा छैन। तर भुन्टीलाई भने धेरै ठुलो समस्यामा पारिसकेका छन्। चारैतिरबाट घेर हानेर भुन्टीलाई मार्ने अर्थात् भुन्टीलाई जेल पठाउने र सजाय दिने सम्मको नियत बनाइसकेका। तर अब त्यो भुन्टीलाई कुनै पनि हालतमा सजाय हुनबाट बचाउनको लागि भने सुकुमायाको आगमन पक्कै हुनेछ। किनकि बिना गल्ती बिना कारण भुन्टीलाई सजाय दिन मिल्दैन। किनकि धेरै कुराहरू चुकाएर भुन्टीलाई त्यो अवस्थासम्म ल्याउन खोज्ने ती गुण्डाहरू को हुन् भन्ने कुरा पहिला नै सुकुमायाले पत्ता लगाइसकेको हुनुपर्छ र त्यो जेलमा बसेर जसरी गुण्डाहरूको भाषा बोलिरहेको छ उसलाई सम्म पनि सुकुमायाले अब तहलाउन पछि हट्ने छैनन्। र अब गुण्डाहरूलाई त त्यो हालत बनाउँछिन् भने अब सुकुमायाले भुन्टीको देवर र नन्दको के हालत गर्छिन् होला त। किनकि भूपेन्द्रको मनलाई सम्म पनि परिवर्तन गराइसके। कतै भुन्टीले नै यो सारा कुरा गरेको हो कि भन्ने शङ्का उपशङ्का भने भूपेन्द्रलाई पनि लाग्न थालिसकेको छ। र त्यसलाई हटाउनको लागि र जसरी भुन्टीलाई दुःख दिएका छन् त्यसरी नै दुःख दिनका लागि भूमिका र भीमको अब के हुन्छ भन्ने कुरा थाहा छैन। अब कुनै पनि हालतमा सुकुमाया भने आउँदैछिन् र सुकुमायाले गर्ने काम भन्ने तपाईँ हामी सबैलाई नै थाहा छ। किनकि अन्यायको लागि लड्ने र न्याय दिलाउने काम भनेको सुकुमायाले मात्र गर्न सक्छिन्। किनकि उनी उसको मनमा कहिले पाप सोच्ने हुँदैन र जसरी भुन्टीलाई दुःख दिइरहेका छन् त्यसरी नै अब उनीहरूलाई पनि दुःख दिनका लागि सुकुमाया भने आउँदैछिन्। बिना कारण बिना गल्ती बिचरा भुन्टीलाई अब सजाय दिन तयारी भइसके। सारा भूपेन्द्रका परिवार र भूपेन्द्र समेत पनि आफ्नो भाइ र बहिनीको कुरा सुनेर अनि जेलमा कोचिएको त्यो फटाको कुरा सुनेर भूपेन्द्रको पनि मन परिवर्तन भइसकेको छ। बिचरा भुन्टीले गरेको भने केही छैन। सदा आफ्नो परिवारहरू खुसी र सधैँ मिलेको देख्न चाहने भुन्टीले किन त्यस्तो गर्थिन् होला र। तर आरोप भने भूमिकालाई बलात्कार गर्न लगाएको भुन्टीले नै हो भन्ने लागिसकेको छ। बिचरा भुन्टी अब कसरी यो आरोपबाट मुक्त भएर बाहिर निस्किन्छन् होला त। तर भुन्टीको ब्याकग्राउन्डमा को छ भन्ने कुरा यिनीहरूले बुझेका छैनन्। तर भुन्टीको ब्याकग्राउन्डमा अब सुकुमाया आउँदैछिन् भन्ने कुराको यिनीहरूलाई थोरै पनि डर छैन। तर सुकुमाया आइसकेपछि यिनीहरूको हालत के हुन्छ भन्ने कुरा यिनीहरूले सोच्नसम्म पनि सक्दैनन्। किनकि भुन्टी र भुन्टीको परिवारलाई दुःख दिएको सुकुमायाले कहिले सहन सक्दिनन्। त्यसमाथि पनि सोझी भुन्टीले गर्दै नगरेको आरोप लागेको छ। अब यो कुरामा त झन् किन छोड्थिन् होला र सुकुमायाले बिचरा भुन्टीलाई कति सपोर्ट गर्छिन् भन्ने कुरा अब यिनीहरूले थाहा पाउँछन्। कुनै एक जमानामा पनि भूमिका र भीमको अनि भूपेन्द्रको एकचोटि कारबाही गरेर देखाइसकेकी छिन् सुकुमायाले। तर सुकुमाया अब यस्तो बनेर आउँदैछिन् कि सायदै त्यो यिनीहरूले कहिले सम्झिन पनि सक्ने छैनन्। र उता गाउँमा पनि सासु आमै र विदेशबाट आएकी बुहारी बीच माइत जाने सल्लाह भएर उनीहरू एकअर्कालाई सम्झिँदै छुट्छन्। र भूपेन्द्रका दाइले भने भूपेन्द्रलाई फोन गरेर होइन के भएको त्यहाँ बहिनी बलात्कार भएको कुराहरू आइराखेको छ भनेपछि जो आरोपी थियो त्यसलाई हामीले सजाय दिइसक्यौँ दाइ, अब तपाईँ यहाँ सहर आउनुपर्ने खासै आवश्यक देख्दिनँ भनेपछि ऊ पनि ससुराली जाने तयारी गर्दैछन्। तर यता भूपेन्द्रका भाइ भीम भने अब भुन्टीलाई सिद्ध्याउने प्लानमा जेलबाट फर्किँदैछन्। किनकि जेलमा राखिएको अथवा सजाय दिन भनेर राखिएको केटाले दिएको जवाफ अनुसार भुन्टीकै कारण भूमिका बलात्कार भएको, नत्र मेरो कल चेक गर्नुहोस् भनेर भनेपछि भूपेन्द्रले त्यो बलात्कारीको मोबाइल उठाएर हेर्छन्। 10 बजे राति भुन्टीले निकै लामो समयसम्म कुरा गरेको देखिन्छ। तर त्यो भने भूमिकालाई छोडेर भूमिकाले खाना नखाइकन रुँदै बसेका बेलामा भुन्टीले सम्झाइ बुझाइ थर्काइ गरेर त्यो मान्छेलाई पुनः
भूमिकाको साथमा फर्काइदिएकी थिइन्। ती कुराहरू भने पक्कै हो, तर बलात्कार गर्न लगाएको भने भुन्टीले होइन। तर अब भुन्टीको लागि डराउनु पर्ने कुरा केही छैन, किनकि सुकुमायाको आगमन हुँदैछ।